भाइ चाहिँ हिजो अस्ति बेलुका चाहिँ अस्ति दिउँसो दुईटै बुढाबुढी मेरो रुममा आएको थियो। अनि बेलुका अनि के गरेर त्यहाँ बस्यो। अनि बेलुका अलि 9 बजेतिर हो यहाँबाट गइसकेपछि मलाई चाहिँ अब अलि हामी धेरै दुर्गमको मान्छे भएर पनि होला यहाँ अलि खसीको मासु खान अलि हामीलाई नै उ लाग्थ्यो, गाह्रो हुन्छ यहाँ। अब माथि सस्तो पाएको मान्छे यहाँ 1400-1500 गाह्रो हुन्छ। त्यही भनेर अनि खुट्टा चाहिँ लग्या रहेछ। अब मैले खाना खाएर सुतिसकेको थिएँ। दाइ उड्नु न बनाउनु भने ऊ आफ्नो भाउजूसँग त्यति ऊ बोल्दैन। अब दुईटैजना लचकदार छन्, नबोल्ने। आफ्नो बुढीलाई चाहिँ अब म ऐनेर भएपछि कि उसले पनि बुढीलाई पनि भन्न सकेन। मलाई भनेको थियो अब भयो छोड भने। अनि उसले चाहिँ त्यही भात खाएर सुत्यो। बिहानै अनि मैले भने गणेश उज्यालो भयो जान त, पर्सिनी कुर्सी त बाइकको किस्ता बुझाउने दिन आइसक्यो। पेट्रोल छर्केर यहाँ ऊ भगाउनु भए रहेछ, वीरमा आउनु न भन्नु। म 3 बजे करेक्ट यहाँ अस्पतालमा आइपुगेँ।